हाम्रो रौतहट र बाराको चाहिँ सिमाना, रौतहटको पनि सिमाना पश्चिमतिरको यो हाम्रो पुल हो। छोडेकै पुल, छोडेकै पुलमा हामी अहिले छौँ। सार खोला यो रौतहटको सिमाना र बाराको सिमाना अवस्थित छौँ। छोडेकै पुल एकदम चाहिँ हाइटमा छ। यहाँ वर्षेउनी रौतहटको जनता सिङ्गोल स्कुलमा चाहिँ स्कुल पठन गर्नको लागि आउँदाखेरि बगाउने गर्ने गर्छ। यो वर्षेउनी यस भन्सार खोलाले यो नेपाल सरकारले चाहिँ पूर्ण रूपमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यो मकान म के भन्छु भने यो अहिले जुन भनेको सरकारलाई यो रौतहट र बाराको सिमानामा भोलन्टार र सिङ्गल जोड्ने पुल चाहिँ अति शीघ्र चाँड चाहिँ निर्माण गर्ने आवश्यक हुन्छ।